डुम टक हेलो गुड मर्निङ सबैजना वेलकम टु माई न्यू डे फर्स्ट ब्लग यो मेरो पहिलो ब्लगमा तपाईँहरूलाई स्वागत छ। अनि सन्चै हुनुहुन्छ होला सबैजना। म चाहिँ बिरामी छु, यहाँ हप्ता 10 दिनदेखि रुवा लगाएर टेन्सन छ हो दाजुभाइहरू। तपाईँहरू पनि बिरामी हुनुहुन्छ भने चाहिँ तातो पानी खानु होला। अहिले वेदर चेन्ज भइरहेछ, यहाँ चिसोले गर्दाखेरि न्यानो न्यानो कपडाहरू लगाएर टक्क होडी लगाएर त्यही हो। मैले चाहिँ यो आज ब्लग स्टार्ट गर्न लागिरहेको पहिले हुन त प्लान गरेको थिएँ, अनि प्लानमै रहेको थियो, प्लानमै सीमित रहेको थियो। एउटा दाइ हुनुहुन्छ हाम्रो कमल थापा 96 ब्लग, दाइसँग ब्लगमा कता हामी जान्थ्यौँ कि सी साइडतिर होइन। अनि जहाँ पनि दाइको त अब साथी भनेकै फोन हो, ब्लग हो। हुन त उहाँको साथीहरू त टन्नै पनि छ। अनि दाइसँग कुरा हुन्थ्यो हाम्रो, म नि दाइ ब्लग बनाउँछु भनेर कुरा हुन्थ्यो। 1 वर्ष अगाडिदेखि भाइ बनाउन त भन्नुहुन्थ्यो उहाँले, त्यही पनि बनाउँछु भन्दा भन्दै बनाएको थिएन। अनि फाइनली आजदेखि चाहिँ स्टार्ट गर्नु पर्यो भनेको रुममा बसी अनि ब्लग चाहिँ रुमबाट स्टार्ट गर्नु पर्यो है त। ब्लग चाहिँ अब रुमदेखि स्टार्ट गर्नु पर्यो। अनि त्यही हो, अब ब्लग भन्नु बित्तिकै हुन्छ नि, मान्छेहरूले ब्लग भन्नु बित्तिकै म भाइरल हुन्छु त्यसपछि पैसा कमाउँछु भन्ने हुन्छ नि त। मलाई चाहिँ भाइरल हुनु छैन, पैसै कमाउनु पर्छ भन्ने छैन ब्लगबाट। पछि 40 वर्ष पछाडि, तपाईँको 50 वर्ष पछाडि म चाहिँ 70-80 वर्षको बुढो हुँदाखेरि चाहिँ यो दिनहरूमा मैले यो तरिकाले ब्लग बनाएको थिएँ। ब्लग भनेको चाहिँ मेरो लागि अनुभव र सम्झना हो, मेमोरीको लागि हो। अनि त्यही हो दाजुभाइहरू, मैले चाहिँ प्लान पहिलेदेखि गरिरहेको थिएँ ब्लगको के कुराहरूले, अनि अलिकति के कुराहरूले अड्किरहेको थियो। त्यही हो, लाइफमा टेन्सन आउँछ, लाइफमा समस्या आउँछ, तर म चाहिँ भोलि गर्छु भनेर भोलि भनेर चाहिँ बस्नु हुँदैन। म चाहिँ त्यही भन्छु। लाइफमा टेन्सन आउँछ, समस्याहरू आउँछ, तर म चाहिँ भोलि गर्छु भनेर तपाईँहरू चाहिँ नबस्नु होला। म आउने भाइ बहिनीहरूलाई, म अबको भाइ बहिनीहरूलाई होइन, अनि भाइ बहिनीहरूलाई मात्र नभएर अहिलेको युथहरूलाई म के भन्छु भने, लाइफमा टेन्सन आउँछ, समस्याहरू आउँदै गर्छ, तर म भोलि गर्छु। आज त यस्तै भइहाल्यो, यो तरिकाले, यो बहानाले